नमस्ते अनि स्वागत छ यहाँहरू सम्पूर्णलाई। आज चाहिँ हाम्रो यो हामी सुपा देउरालीको यात्रा हुँदैछ पैयुङ गाउँपालिकादेखि। हामी बिहानको यात्रा करिब 7 बजिसकेको छ। मौसम एकदम धुम्म छ, देख्नुभएको छ। यहाँबाट अब हेरौँ, फर्स्ट टाइम हो नयाँ यात्रा, कस्तो छ बाटो। कालीगण्डकी करिडोरको बाटो मिर्मी हुँदै जाने भनेको छौँ। कस्तो हुन्छ हेरौँ यात्रामा। बाटोमा हामी नयाँ ठाउँ के कस्तो छ यात्रा, बाटो कस्तो छ सबै विस्तृत रूपमा तपाईँहरू अन्तिमसम्म हेर्नु होला, सुपा देउरालीसम्मको। ल यति बेला हामी बजार प्रवेश गरिसकेका छौँ। सेतीबेडीको बजार, यो पर्वतखण्ड हो, तपाईँहरू देख्न सक्नुहुन्छ। भर्खर यो यतातिरको साइड चाहिँ यो पर्वत हो। यो बजारमा हामी यो शालिग्राम मन्दिर, शालिग्राम भगवानको दर्शन गर्दै हामी अगाडि बढ्नेछौँ। यति बेला चाहिँ यो सेतीबेडीको बजारबाट हामी चाहिँ अगाडि बढिसक्यौँ। अब यो कालीगण्डकी नदीबाट हामी यहाँबाट कालीगण्डकी नदी पार गरेर यो झलुङ्गे पुलबाट तल कालीगण्डकी नदी देख्नुभएको छ होला यहाँहरूले। यताबाट कालीगण्डकी नदीको दर्शन गर्दै कालीगण्डकी नदीबाट हामी यो पार गर्दै हामी माथि कालीगण्डकी करिडोरको बाटो हुँदै हामी अगाडि बढ्नेछौँ। यति बेला चाहिँ हामी अब कालीगण्डकी करिडोर मिर्मी, कालीगण्डकी करिडोर हामी अर्बेनीतर्फ आइसकेका छौँ। यो अर्बेनी हो, कालीगण्डकी करिडोरको अर्बेनी यो बजार भनौँ, यहाँको अब स्थानीय बजार जस्तो छ। हामी यहाँ आइसकेका छौँ। ओके, यति बेला हामी अर्बेनीबाट कटिसकेका छौँ। पारिपट्टि तपाईँ देख्न सक्नुहुन्छ त्यो कालीगण्डकी लोकमार्ग। हामी चाहिँ कालीगण्डकी करिडोरको बाटो अगाडि बढिरहेका छौँ। बाटो यस्तै छ, राम्रो छ बाटो। पारी घाम लागिसकेको छ, चिसो छ मौसम। यति बेला हामी यो कालीगण्डकी करिडोरमा अन्तर्गत पर्ने कालीगण्डकी जलविद्युत आयोजनाको ड्यामनिर आइसकेका छौँ मिर्मी। यहाँ घाम लागेको हुनाले केही समय हामी चाहिँ यो घाम हात तताउनु पर्यो, एकदम चिसो छ। त्यसपछि चाहिँ हामी अगाडि बढ्नेछौँ। हामी अब यता जाँदैछौँ, यो बाटो यताबाट आयौँ हामी, अब यो बाटो जाँदैछौँ। हर्मीचौरी 1 किलोमिटर छ। हेर्दै गर्नु होला अन्तिमसम्म, के कस्तो लाग्छ, प्रतिक्रिया पनि दिनु होला। अब यहाँबाट हामी चाहिँ तल चाहिँ यता मिर्मी ड्याम साइड, कालीगण्डकीको ड्याम साइड जाने हो भने यो हर्मीचौरबाट अब हामी यता रिडी अनि सुपा देउराली जाने बाटो यता हामी लागिसकेका छौँ। अब फर्स्टमा हामी चाहिँ रिडी पुगिन्छ। रिडी धाम नेपालको 4 धामहरू मध्येको पवित्र एउटा धाम हो रिडी धाम, रिडी रुरु क्षेत्र। रिडी रुरु क्षेत्रको दर्शन गर्दै हामी चाहिँ सुपा देउराली माताको दर्शनको लागि हामी यात्रामा अगाडि बढ्नेछौँ निरन्तर। यहाँबाट रिडी 21 किलोमिटर रहेछ है। अब हेर्नु, यति बेला हामी रुद्रवेणी बजार आइसकिएको छ, भर्खर मात्रै। अब यहाँबाट रिडीको लागि करिब 7-8 किलोमिटर जति हामी यता पश्चिमतिर जानुपर्ने हुन्छ। र यति बेला चाहिँ हामी यो रुद्रवेणी बजार, सत्यवती 1 रुद्रवेणी बजारमा हामी चाहिँ यहाँ आइपुगेका छौँ। अब यहाँबाट हामी रिडी जानको लागि, रिडी हुँदै अर्घाखाँची जानको लागि हामी यो बाटो जानुपर्छ सुपा देउरालीको लागि भने। यो यहाँ सानो बजार रहेछ, सत्यवती यो रुद्रवेणी बजार। यो सानो बजारबाट हामी यहाँबाट अब केही समयको लागि चाहिँ यहाँबाट हामी चाहिँ हाम्रो आजको मेन गन्तव्य चाहिँ अर्घाखाँचीको सुपा देउराली हो। त्यसको लागि चाहिँ हामी यहाँबाट यात्रा गर्छौँ। हामी रिडी आइपुगिसकेका छौँ, रिडी धाम। यहाँको छुट्टै रौनक, यहाँ भिडभाड छ, मान्छेहरू अझै पनि दर्शनको लागि आउनु भएको रहेछ। माघे औँसी, आज माघको औँसी पनि हो। यो पवित्र महिना यो धामको दर्शन गर्नको लागि धेरै दर्शनार्थी आउनु भएको रहेछ। हामी पनि हाम्रो पनि यो सौभाग्य मिल्यो, रिडीको दर्शन गर्न पाइयो। यो धाम यहाँहरू
कहाँदेखि हुनुहुन्छ यहाँहरूले पनि यहीँबाट दर्शन गर्न सक्नुहुन्छ। यहाँहरूलाई भन्नुपर्ने नै छैन, सबैले जानिरहनु भएको छ। 4 धाम मध्येको एउटा धाम, एकदमै महत्त्वपूर्ण तीर्थ जुन चाहिँ धेरै दर्शनार्थीहरू यहाँ दर्शक छ। भिडभाड रहेछ एकदमै, हेर्न सक्नुहुन्छ धेरैजना मान्छेहरू। अहिले म चाहिँ गुल्मी खण्डमा छु। यहाँबाट चाहिँ पारी ऋषिकेश धाम, ऋषिकेश मन्दिर पारी गएर हामीले दर्शन गर्न सकिन्छ। रिडी यो धाममा आइपुगेका छौँ। यहाँ धेरै दर्शनार्थीहरू आज माघको औँसी भएको हुनाले यो गङ्गा स्नान गर्नको लागि यो धाममा उपस्थित भइसकेको हामीले देखेका छौँ। धेरैजना यो पुलमा तपाईँहरू देख्न सक्नुहुन्छ दर्शकवृन्दहरू। तपाईँहरूले यहाँ धेरै आजको यो विशेष पावन भूमिमा धेरैजना दर्शनार्थीहरू यहाँ दर्शन गर्नको लागि निरन्तर गाडीहरूमा पनि आइरहनु भएको छ। यताबाट आउने क्रम पनि जारी छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यसरी चाहिँ हामी अहिले रिडी बजारमा आजको हाम्रो यात्रामा यहाँ केही समय विश्राम गरेर यो गङ्गा स्नान गर्दै यो दर्शनको यो पवित्र भूमिको दर्शन गर्दै हामी यहाँबाट अझ निरन्तर अगाडि बढ्नेछौँ। हामी सुब्बा देउरालीसम्म निरन्तर हेर्दै जानुहोला र यहाँहरूले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने पनि च्यानल सब्सक्राइब गर्दै कमेन्ट सेक्सनमा कमेन्ट पनि लेख्दै अगाडि बढ्नुहोला। धन्यवाद। अब रिडी यो रुरुक्षेत्र धामको दर्शन गरेर अब हामी अगाडि बढ्दैछौँ। यहाँबाट अब सुब्बा देउराली करिब 48-50 किलोमिटर जति छ भन्ने कुरा भयो। यो हामी बजारबाट अब उता लाग्दैछौँ। हेरौँ अब एकदम भिडभाड छ आज। यो मेलाले गर्दा पनि यहाँ विशेष भिड रहेछ। हेलो भाइ, जाने कता हो? यहीबाट हो? कति छ नि यहाँबाट? खर्जिङबाट पारी जाने हो क्या? हो, कति जति लाग्छ सुब्बा देउराली पुग्न? 3 घन्टा लाग्छ। 2 घन्टा बाइकमा? ए ल ल, यहाँ अब हामीले सोधिसक्यौँ 2 घन्टा जति लाग्छ भन्ने कुरा छ। 2-3 घन्टा भन्छ भाइले त। र यता हामी अब अर्घाखाँचीतिर यो सुब्बा देउरालीतिर लागिसकेपछि रिडीबाट यता बाटो यस्तो छ। अब हेरौँ कस्तो रहेछ ठाउँ ठाउँमा। एकदम धुलो छ। यस्तै बाटो हो भने त गाह्रो हुन्छ है। स्थानीयवासीहरूलाई सोध्दै हामी निरन्तर अगाडि बढिरहेका छौँ। बाटो धुलाम्मे छ। यात्रामा हामी यो कठिन यात्रालाई हामी बिस्तारै सहज बनाउँदै अगाडि बढिरहेका छौँ। सुब्बा देउराली माताको दर्शनको यो यात्रा, नयाँ अनुभव, नयाँ ठाउँ। सुब्बा देउराली जाने कताबाट हो? पारी हो? यो त तल्लो। अब कति टाढा छ होला? 1 घन्टा। हस्, थ्याङ्क यू। हामीले स्थानीयलाई सोध्यौँ, स्थानीयवासीहरूलाई सोध्दै अगाडि बढिरहेका छौँ। अझै 1 घन्टा छ भन्ने कुरा बुझियो। यो छत्रकोट गाउँपालिका अब यहाँबाट सीमा सकिएको रहेछ। हामीले छत्रकोट गाउँपालिका गुल्मीलाई अब हामीले यहाँबाट बिदाई गर्दै हामी चाहिँ अब आइयो सन्धिखर्क जिल्ला प्रहरी कार्यालय अर्घाखाँची जिल्लामा चाहिँ हामी प्रवेश गऱ्यौँ। ल, यो बोर्डमा देख्न सक्नुहुन्छ। छत्रकोट गाउँपालिकालाई यहाँबाट त्यहीँ विश्राम मार्दै गुल्मी जिल्लाको यात्रालाई अन्त्य गर्दै हामी अर्घाखाँची जिल्ला प्रवेश गरिसकेका छौँ। बेला हामी अर्घाखाँची प्रवेश गरिसके पछाडि यो बाटो चाहिँ अलिकति सुधार देखियो, पिच रहेछ। अनि यो हामी माथि डाँडोबाट बिस्तारै फेरीतिर झऱ्यौँ। फेरीबाट एकदम यो फाँट, सुन्दर फाँटहरू पनि देख्न थाल्यो हामी। यहाँबाट चाहिँ कहाँ होला? ल, सुब्बा देउराली मन्दिर कता हो आमा? त्यहाँबाट उता जाने हो? ए हस् हस्, पाण्डेनी गाउँपालिका 8 पाली भन्ने ठाउँ रहेछ यो। ल, यहाँबाट अगाडि यो चाहिँ सुब्बा देउराली मन्दिर माथिपट्टि देखियो, घुम्ती सुब्बा देउराली भनेर। यहाँबाट हामी अब सुब्बा देउरालीतिर लाग्दैछौँ। यो तलको बाटो आइयो। यहाँबाट उता खै कता जान्छ थाहा भएन। जोस्, अब यहाँबाट हामी अगाडि बढ्छौँ यात्रामा। सुब्बा देउराली मन्दिर यो बाटो। ल, अगाडि बढौँ है। अब कस्तो छ
एरोले यतै बतायो अनि हामी पारीतिर सुब्बादेउरालीको सिधै कति टाढा छ नि अझै आधा घन्टा ए बाटो त रहेछ है अफरोड छ कतै पिच छ अझ आधा घन्टाको यात्रा तय गरेपछि अब हामी अब नजिक आएको भन्नुपर्छ प्रतीक्षाको घडी अब समाप्ति हुने बेला भइसकेको छ निम्न दिन बलि निषेध गरिएको छ भन्ने कुराहरू छ है कृष्ण अष्टमीमा श्री पञ्चमी महाशिवरात्रि रामनवमी अक्षय तृतीया यस्तो बेलामा यहाँ बलिहरू चढ्ने रहन्छ त्यस फाइनली हामी घुम्ती गोरु सिंह जयन्ती त रहेछ दुर्गाफाट मन्दिर कताबाट जाने ए ल यहाँबाट यो घुम्तीबाट चाहिँ यता जो सब यो एरिया परिसर सुरु भइसक्यो है आहा ब्याकग्राउन्डमा हिमालहरू तपाईँहरूले देख्न सक्नुहुन्छ सर हिमालहरू छ पारी डाँडोतिर र यसरी हामी चाहिँ यता अगाडि बढ्यौँ यति बेला हामी सन्धिखर्क नगरपालिकामा प्रवेश गरिसक्यौँ है यहाँबाट यो नरपानी सन्धिखर्कको नगरपालिका यो नरपानीबाट हामी यता यो बाटो लाग्नुपर्छ फाइनल्ली तपाईँहरूले देखिसक्नु भएको छ जय सुब्बादेउराली माता कि यहाँको कृपाले हामी सफलतापूर्वक यहाँसम्म आइपुगेका छौँ सुब्बादेउराली मन्दिर पहिलोपटक हामी पर्वतको नगरपालिकादेखि हामी अर्घाखाँचीको यो सुब्बादेउराली एकदमै प्रख्यात स्वदेश तथा विदेशमा सम्पूर्ण ठाउँमा एकदमै प्रख्यात सुब्बादेउराली माताको दर्शन गर्नको लागि आइपुगेका छौँ हामी यो यात्रा सहजतापूर्वक यहाँसम्म आयौँ यहाँहरूले पनि दर्शन गर्न सक्नुहुन्छ आफूले यहीबाट यही भिडियो मार्फत यहाँहरूले आफ्नो मन लागेको कुराहरू माग्दै माताको शरणमा परेर उहाँको कृपाले यहाँहरूको दिन पनि यहाँहरूको जीवन अझ सफलतापूर्वक अगाडि बढ्नेछ भन्ने विश्वास लिएका छौँ पक्कै पनि माताको यो कृपा दर्शनले हामी सबैलाई कल्याण हुनेछ भन्ने विश्वास छ हामी आइपुगेका छौँ सुब्बादेउराली मन्दिर यहाँ सन्धिखर्क नगरपालिका सुब्बादेउराली मन्दिर नजिकै आइसकेका छौँ तपाईँहरू देख्न सक्नुहुन्छ दर्शनको लागि कयौँ गाउँपालिकादेखि यहाँसम्मको यात्रा एकदम सहज तरिकाले आयौँ बिचमा अफरोड भए तापनि जस यहाँको यो दृश्य मन्दिरको प्राङ्गणमा आइपुग्दाखेरि मनै एकदम प्रफुल्लित भइरहेको छ यहाँहरूलाई पनि सुब्बादेउराली माताले चाहिँ कृपा गर्नुहुनेछ यहाँहरूको दिन शुभ रहोस् यहाँहरूको सुस्वास्थ्य दीर्घायुको सम्पूर्ण कामनासहित पुरा भिडियो अन्तिमसम्म हेरेर बस्नुभएको यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद गर्छु यहाँहरू सबैलाई धन्यवाद